आज चाहिँ म पुरा कुर्ता लाएर चिटिक्क भएर हिँड्न लाग्छु कहाँ हिँड्न लाग्छु त आज मेरो छुट्टीको दिन धेरै काम थियो मेरो म बिहानै उठेर बाथरुम चेक गर्न गएँ अनि दिदीलाई जानुहुन्छ भनेको जानुहुन्छ अरे अनि दिदी र म सँगै गयौँ अनि चेक गरेर पनि आइसक्यो अहिले त बाथरुम चेक गर्दा यस्तो टिकट दिने रहेछ क्या साथी प्लस दिदीहरू हामी चाहिँ जेनी कलेक्सनमा डुल्न जान लागेको मलाई एउटा कुर्ता कस्तो मन परिरहेको थियो के कुर्ता चाहिँ फुकाले तर झुम्का चाहिँ फुकाल्नै मन लागेन मलाई कुर्ताले कस्तो देखेको छ भनिदिनु होला अनि हामी चाहिँ आज नेपाल घर निर्माणको आध्यात्मिक महोत्सवमा जान लागेको आज लास्ट डे हो तर धेरै रमाइलो भएको थियो उहाँ चाहिँ दिदी हो कस्तो राम्ररी देखेको छ दिदीलाई हामी तीनजनाको कोलाबोरेसन भिडियो दिदी नै हो उहाँ चाहिँ हिजो भर्खर आउनु भएको दिदी चाहिँ कति लजालो हो के अनि यो चाहिँ महोत्सवमा जान नपाएर टेन्सन भएर घरको काम सब गरिरहेको थियो ऊ चाहिँ मेरो साथी हो महोत्सवमा जान चिटिक्क त भयो तर ट्रेडिङ गर्नै बिर्सेछु के अनि दिदीलाई ट्रेडिङ गर्न लाएँ अनि त्यसपछि चाहिँ हामी दुईजना निस्क्यौँ राति भोइस कभर गर्न अल्छी लागेर बिहान गर्दैछु मेरो भोइस नै पुरै सुकिरहेछ अनि त्यहाँ जाने बित्तिकै मैले एउटा मान्छेलाई भेटेँ हेर्नुहोस् त यो भन्दा अगाडि चाहिँ हामी भेटौँ भनेर भनिरहेको थियौँ तर भेट्नै पाइरहेको थिएन अनि बल्ल आज मौकामा चौका हान्थेको हामीले उहाँ पनि कन्टेन्ट क्रिएटर भएर होला हामी दुईजना चाहिँ मोबाइल मात्रै तेर्साइरहेको थियौँ यो चाहिँ प्रसाद हो यस्तो मिठो थियो नि मैले खिर त कति पछि खाएको के वाह कति धेरै मान्छेहरू थियो कि त्यहाँनिर होइन कति मान्छेले मलाई टिकटकबाट पनि चिनेको रहेछ तर एकदमै रमाइलो थियो यहाँ यस्तोहरूमा जाँदाखेरि चाहिँ पुरा माइन्ड फ्रेस हुने कि कस्तो आनन्द फिल हुने होइन त्यो माथि झन् साथीहरूसँगै भएपछि त वाह कति धेरै रमाइलो भइरहेको थियो म चाहिँ भिडियो बनाएकै अनि मेरो साथी चाहिँ अगाडि गएर बसिरहेको थियो अनि म पनि अरू साथीहरूसँग बसिरहेको थिएँ यहाँनिर उनीहरू चाहिँ कस्तो राम्री छन् के पातली म मात्र कति मोटी अनि ऊ पनि मैले टिकटकबाट चिनेको साथी मैले चाहिँ सुरुमा कसैलाई नै चिन्दिनँ कि उसले अनि भन्यो अनि गाइस यहाँ हामी चाहिँ चप्पल खोज्न आएको चप्पलै हराएर उनीहरूको मेरो चाहिँ चप्पल यहाँ छ यहाँ पुरै चप्पल हेर्नु न ओ माय गॉड अब फेरि हामी चाहिँ घर फर्किन लागेको अनि मेट्रोमा चढ्न लागेको अब चाहिँ हामी चाहिँ छिट्टै आयौँ किनभने मेरो अरू पनि काम कति धेरै थियो मलाई यो कुर्ता मन परेर रातिको 11 बजिसक्यो खोल्न मन लागेको छैन के भएको भुत छोड्यो क्या कस्तो राम्रो छ अनि झुम्का पनि खोल्नै मन लागेन छुरा आज यतिकै सुत्नु पर्ला मेबी